नमस्ते, म हुँ राम घरती मगर। हजुर, आज हामी नेपालगञ्ज उपमहानगरपालिकादेखि पिकनिकका लागि बाँकेको अघिया स्थित रहेको बैसा पिकनिक पार्कमा जाँदैछौँ। अहिले हामी ठ्याक्कै भन्नुपर्दा नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय परिसरमा छौँ। तपाईँले हाम्रो ब्यानर पनि देख्न सक्नुहुन्छ। नेपालगञ्ज उपमहानगरपालिका नगर प्रहरी पिकनिक कार्यक्रम 2082 10 महिना 5 गते लेखेको र कार्यालय परिसरबाट हाम्रो पिकनिकका लागि गन्तव्य सुरु हुँदैछ। आजको मेमोरी हिस्टोरिकल बनाउन चाहन्छौँ। यो दिन फेरि कहिले रिटर्न हुने छैन, त्यसैले यो पल, यो क्षणलाई साँच्चै नै अविस्मरणीय बनाउन चाहन्छौँ। यस दिनलाई सेभ गरेर राख्न चाहन्छौँ। साथीहरूले गाडीमा एकदमै इन्जोय गरिराख्नु भएको छ। यति बेला हामी बैसा पिकनिक पार्कमा आइपुगेका छौँ। अब हामी नास्ताको लागि तयारी अनि खानाको लागि तयारीमा जुट्दैछौँ। यता साथीहरूले नास्ता अनि खानाको लागि आवश्यक चिजहरू तयार गरिराख्नु भएको छ। नास्ताको रूपमा ब्रेड, जाम अनि अन्डा रहेको छ। नास्ता खाइसकेपछि अब फेरि हामी खानाको तयारीमा जुट्दैछौँ। ल, खाना पनि तयार भयो। साथीहरूले खाँदै पनि हुनुहुन्छ। अब पिकनिक आइसकेपछि त नाचिएन भने अलि रमाइलो हुँदैन। अलिअलि त नाच्नै पर्यो। अनि सुरु हुन्छ रमाइलो म्युजिक चेयर खेल।
जसमा जीवन कुमार मौर्य भाइ अनि सरिता बस्नेत दुवैजनाले केही पुरस्कार राशि जित्न सफल हुन्छन्। भएन त मजा। अनि अब हाम्रो अझै रमाइलो खेल मड्का फोर खेल सुरु हुन्छ। As the floors can't take no more, stuck in this groove, I'm feeling bored. What we think, we become. Don't wake up. Don't wake up. What we think, we become. Don't wake up.
Don't wake up. What we think, we become. Don't wake up. यो मड्का फोड्न धेरै सङ्घर्ष गर्दा पनि टार्गेट मिस हुँदा मड्का फुटाउन कसैले सकेनौ। अनि सुरु हुन्छ सामूहिक नृत्य। आज हाम्रो गेस्टको रूपमा नगर प्रमुख प्रशासकीय अधिकारी ज्यूहरूको समेत उपस्थिति थियो। हाम्रो गेस्टको रूपमा पाल्नुभएका वार्ड नम्बर 1 का वार्ड अध्यक्षज्यू, हाम्रो शाखा प्रमुख नगर प्रहरी निरीक्षक र नगर प्रहरी सहायक निरीक्षकज्यू लगायतको हातबाट उपस्थित साथीहरूमध्ये केही साथीहरूले गेस्टहरूले साथीहरूको केही राम्रा पक्षहरूको मूल्याङ्कन गर्नुभएको रहेछ र साथीहरूले पुरस्कार प्राप्त गर्नुहुन्छ। अनि त्यसपछि हामी त्यहीबाट फर्कन्छौँ अनि बाटो भरि नृत्य र सुरु हुन्छ अन्ताक्षरी। यसरी समापन हुन्छ 2082 साल माघ 5 गतेको पिकनिक। यो भिडियो हेरिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको समय सुखद रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। टेक केयर एन्ड गुड बाई।